आऊ छिटो हामी त गयौँ अब आकाशमा बादलहरू चाहिँ खतरा देखिएको छ है अब पानी आउँछ होला गुटुङडुङ हामी चाहिँ खासमा हाङको नाकको चेकअप गर्नुलाई गएको तर खासै केही समस्या नदेखिएर अनि डुल्दै डुल्दै आएको अहिले चाहिँ हामी ओलम्पिकमा छौँ अनि हाङले चाहिँ के भन्दैछ र हाँस उठाउँदैछ है हामी दुईजनालाई बाटो कन्फ्युज भएर चाहिँ अलिक हामी यता उता भौतारी हिँड्दैछौँ अहिले चाहिँ तर बोजूलाई सबै थाहा छ अलिकति कन्फ्युज भयो बसबाट आएको अनि एक्ज्याक्टली यही हो यहीँ हो भन्ने अलिक भएन नि त त्यही भएर हिँड्दैछौँ है अनि अब के गर्छौँ हेर्दै गर्नु होला म देखाउने नै छु चाहिँ पुरा भोकाएछ कि अनि गम खाँदैछ नभए यसरी खाने मान्छे नै होइन होइन के खाएको भन्दै त के खाएको तिमीले मिठो छ बोजूले चाहिँ पकाएर किन्नुहुन्छ हाम्रो लागि हामी चाहिँ यहाँ जान्ने भएर अगाडि हिँड्दै थियो अनि फेरि फर्केर आयो किन लिभ गरेको